हेलो नमस्ते गाइज आज चाहिँ हामीले चाहिँ यो सवाल मोस्ट इम्पोर्टेन्ट है बिएलईको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हो यो चाहिँ इन्डिसिस च्याप्टरबाट आएको छ है अब यसमा चाहिँ हामीले कसरी सल्भ गर्ने भन्ने चाहिँ थुप्रै कुराहरू छन् है यो तपाईँलाई फर्मुला थाहा हुनुपर्छ पहिला चाहिँ यो डिभाइड हुँदाखेरि चाहिँ हामीले के गर्ने बेस सिमसँग डिभाइड हुँदाखेरि के गर्ने होइन अनि पावर छ पावर गर्ने पावर छ त्यसपछि के गर्ने त्यसलाई होइन अब यो कुनै सूत्र बन्छ कि बन्दैन त्यसलाई पनि सबै कुरालाई ध्यान दिएर हेर्नुपर्ने छ क्या अब फर्स्ट अफ अल चाहिँ म तपाईँलाई के देखाउन चाहन्छु भनेपछि सुरुमा चाहिँ यो दुईवटा भनेको चाहिँ बेस हो है एक्स एक्स छ नि त यो तल लेखेकोलाई बेस भन्ने हो माथिलाई जसरी तपाईँहरू यसलाई हेर्नुहोस् है मैले यहाँ 3a स्क्वायर लेखेको छु भनेपछि यो ए भनेको चाहिँ हाम्रो बेस हो है यो भनेको पावर हो ठिक छ नि यो भनेको बेस अनि यो 3 छ नि जो अगाडिको यसलाई चाहिँ हामीले कोइफिसिएन्ट भन्छौँ के भन्छौँ कोइफिसिएन्ट भनेको गुणाङ्क है त्यसलाई गुणा हुनेवाला गुणाङ्क भयो अब यता हेर्नुहोस् त जसरी यहाँनिर एक्सको पावरमा सी छ इज डिभाइडेड बाई एक्सको पावरमा डी छ है अब यो इन्डुटा भनेको बेस हुन् है तल भएको बेस हो यसको टुप्पामा हाम्रो सानो लेखेको छ भनेपछि नि टाउकोमा लेखेको छ भने त्यसलाई हामीले पावर भन्ने हो अब यसो अब यति बेला के गर्नु त बेस सेम छ भने त्यो फर्स्ट स्टेपमा तपाईँले जहिले पनि बेस सेम छ यहाँनिर डिभाइड छ भनेपछि पावरहरूलाई सब्ट्र्याक्ट गर्ने एउटा बेस लेख्ने पावरहरूलाई के गर्ने सब्ट्र्याक्ट गर्ने सी माइनस डी भयो ठिक छ त्यो हामी सबैमा गर्ने हो अरू बाँकी कुरालाई चलाउने होइन है जस्तोको त्यस्तो लेखिदिने बाँकीलाई चाहिँ बाँकी माथितिर तपाईँको पावरको पावरमा जे पनि होला होइन त्यसलाई जस्तोको त्यस्तो लेख्ने जस्तै इन्डुटामा पनि बेस सेम छ भनेपछि हामीले के गर्ने एउटा बेस लेख्ने पावरहरूलाई डिभाइडमा भएको हुनाले पावरहरूलाई के गर्ने सब्ट्र्याक्ट गरिदिने है यसको पावरमा के छ त अब होल पावरमा डी स्क्वायर प्लस डिई प्लस ई स्क्वायर छ है अनि इन्टु अब चाहिँ यतातिर के छ यी बेस तपाईँको दुइटैमा सेम छ अनि यो बाँकी कुरा छ तर बेस सेम छ र डिभाइडमा छ भने पहिला यसलाई के गर्ने त एउटा बेस लेख्ने है अनि बेसलाई यो पावरलाई मात्रै घटाउने हो क्या अरू हामीले केही पनि गर्नु पर्दैन फर्स्ट स्टेपमा यो गर्ने हो अनि जस्तो पावर छ नि हाम्रो पावरहरूलाई जस्तोको त्यस्तो लेख्ने हेर्नुहोस् त यो पहिला हाम्रो कति धेरै ठुलो थियो नि अब हेर्नुहोस् त यहाँ दुईवटा बेस भएको हुनाले अलिकति हामीलाई ठुलो लागेको थियो अब हेर्नुहोस् त यो फर्स्ट स्टेप हामीले क्लियर गरिसकेका छौँ फर्स्ट स्टेपमा के गर्यो भनेपछि एक्स छ यहाँनिर पनि एक्स छ बेस सेम छ भनेपछि डिभाइडमा छ नि पावरहरूलाई के गरिदिने सब्ट्र्याक्ट गरिदिने अब म तपाईँले चाहिँ एउटा इम्पोर्टेन्ट फर्मुला भन्न गइरहेको छु है त्यो फर्मुला तपाईँले रट्नुहोस् है त्यो तपाईँको महामन्त्र हो है ठिक छ नि जस्तै मेरो के हुन्छ भनेपछि ए माइनस बी है ए माइनस बी इन्टु अनि ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर छ यस्तो छ क्या ए माइनस बी इन्टु ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर छ भने यो मेरो ए क्युब माइनस बी क्युबको फर्मुला हुन्छ यता हेर्नु होला है सुरुको जो फ्याक्टर छ त्यसमा माइनस छ कि छैन माइनसबाट होइन अनि यता ए स्क्वायर यहाँनिर 2ab होइन यो एबी मात्र हो यदि हाम्रो एबी मात्रै छ होइन प्लस बी स्क्वायर छ होइन यतातिर के छ ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर छ ए माइनस बी इन्टु ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर छ भने के हुन्छ डाइरेक्ट हामीले भन्नु पऱ्यो ए क्युब माइनस बी क्युब हुन्छ यतातिर बिचमा के छ त बिचमा हाम्रो माइनस भएको हुन अब कहिलेकाहीँ फर्मुलामा के हुनसक्ला भने होइन अर्को आउनु पनि सक्छ तर यो बेला आउने छैन तपाईँको ग्रेड 8मा होइन आइदिए पनि होइन के थाहा हामीलाई थाहा हुन्न नि त ए प्लस बी इन्टु ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर होला हेर्नुहोस् त यसमा प्लस छ भनेपछि यो हाम्रो के को हुन्छ त ए क्युब प्लस बी क्युबको फर्मुलामा हुन जान्छ है यो बेला त्यो भयो अब यता हेर्नुहोस् त तपाईँले त्यस्तै है एक्सको पावरमा सी माइनस डी छ नि यो पावरको पनि पावर छ भने पावरहरूलाई मात्रै मल्टिप्लाई गर्ने यो हाम्रो सी माइनस डी भयो यो सी स्क्वायर प्लस सिडी प्लस डी स्क्वायर भयो यो हाम्रो के क्यूको फर्मुलामा छ त यो हाम्रो एक्सको पावरमा अब तपाईँले सी क्युब माइनस डी क्युब लेखिदिनुहोस् है यो ए क्युब माइनस बी क्युबको फर्मुलामा छ नि त्यसरी अब तपाईँले इन्टु गरेर लेख्नुहोस् होइन अनि एक्सको पावरमा यहाँ पनि डी माइनस ई छ अनि यहाँनिर तपाईँको हेर्नुहोस् डी स्क्वायर प्लस डिई प्लस ई स्क्वायर छ यो पनि ए क्युब माइनस बी क्युबको फर्मुलामा छ नि त तपाईँले लेखिदिनु होला डी क्युब माइनस ई क्युब फेरि इन्टु यतातिर पनि हेर्नुहोस् त सेम छ नि ई माइनस सी छ अनि ई स्क्वायर प्लस इसी प्लस सी स्क्वायर छ यो पनि हाम्रो के को फर्मुला भयो त ई क्युब माइनस सी क्युब हो अब तपाईँले अब यसमा चाहिँ अर्को फर्मुला लाग्छ है तपाईँहरूलाई यहाँ फर्मुला भन्नु भने एउटा जरुरी इम्पोर्टेन्ट कुरा हो है यसमा चाहिँ तपाईँको यदि बेस सेम छ मल्टिप्लाईमा छ भने यतातिर के थियो बेस सेम थियो है बेस दुइटैमा के थियो सेम थियो तर यो डिभाइडमा थियो भने पावरहरू के हुन्छ त हाम्रो माइनस सब्ट्र्याक्ट हुन्छ अरे अब यदि हाम्रो बेस सेम छन् भने तर यिनीको पावरहरू के छन् त यतातिर बिचमा हाम्रो मल्टिप्लाई छ डिभाइड छैन कि मल्टिप्लाई छ भने पावरहरू जोडिन्छन् है सबलाई जोडेर लेख्ने सी क्युब माइनस डी क्युब भयो होइन एउटा बेस लेखेर पावर सबलाई जोडिदिने यसको जोड्दाखेरि हाम्रो के भयो त प्लसको डी क्युब लेख्ने होइन प्लस इन्टु माइनस त माइनस हुन्छ नि माइनसको ई क्युब हो अनि प्लसको ई क्युब है ई क्युब माइनसको सी क्युब अब हेर्नुहोस् त यो सबैलाई चाहिँ हामीले के गर्यो भनेपछि एक्सको पावरमा सी क्युब छ यो सबैलाई पहिला हामीले के गर्यो भनेपछि बेस एउटै छ नि मल्टिप्लाईमा छ भने पावरलाई जोडेर लेख्यो सबै पावरलाई जोडेर लेख्यो होइन यहाँनिर चाहिँ माइनस भयो हुनाले माइनस लेख्ने होइन अरू सबैलाई जोडेर लेख्ने प्लसमा लेख्ने अब हेर्नुहोस् त अब तपाईँले एक्सको पावरमा यहाँनिर सी क्युब प्लसको सी क्युब छ यतातिर हेर्नुहोस् त माइनसको सी क्युब छ यो र यो त काटियो नि होइन यो र यो काटियो अब यतातिर माइनसको डी क्युब छ यतातिर प्लसको डी क्युब छ यो पनि काटियो अनि ई क्युब छ यहाँ
प्लसको ई क्युब छ है, माइनसको प्लसको काटेर त्यो 0 भयो। अब हेर्नुहोस् त, यदि हाम्रो कुनै पनि सङ्ख्याको पावरमा के छ 0 छ भनेपछि त्यसको फाइनल आन्सर कति भयो त 1 भयो है। कुनै पनि बेसको पावरमा 0 छ भने 1 हुन्छ। तर हामीले के थाहा हुनु पर्यो भने जो हाम्रो बेस छ नि त्यो 0 हुनु भएन है। फेरि मात्रै 1 हुन्छ। यसलाई लेख्नु परेन, यसलाई मैले खालि बताएको मात्र है। अब यता हेर्नुहोस् त, हाम्रो यो 0 किन भयो त हैन? यो किन भयो भनेमा जस्तै तपाईँले 1 मा 1 घटाएपछि कति आउँछ? 0 आउँदैन? त्यस्तै हाम्रो यो c क्युबबाट c क्युब भयो के? प्लसको c क्युब छ हैन? एउटा के छ? माइनसको c क्युब छ। सेमबाट सेम यो अलग यो प्लसको c क्युब र माइनस c क्युब घटेर कति भयो त? 0 भइहाल्यो के? त्योबाट त्यो घटेर 0 भइहाल्यो नि त? हो यसरी भयो। अब यसलाई फेरि एकचोटि तपाईँहरूले चाहिँ यो भिडियोलाई फेरि दोबारा हेर्नु होला र तपाईँहरूको लागि हैन मैले चाहिँ डेली लाइभ क्लास पढाउने गरेको छु है। तपाईँले चाहिँ यो च्यानलमा तपाईँले चाहिँ 100 फलोवर्स तपाईँले कम्प्लिट गरिदिनुस् हैन? FOLLOWERS सुन्नुहोस्, 100 फलोवर्स तपाईँले कम्प्लिट गरिदिनुस्। त्यसपछि तपाईँलाई चाहिँ डेली लाइभ क्लास हुन्छ। 1 घण्टाको म्याथमेटिक्स फ्रीमा तपाईँले पढ्न पाउनुहुन्छ है। तपाईँले चाहिँ एकदमै BLE ओरिएन्टेड मैले यस्तो राम्रोसँग पढाइदिन्छु तपाईँहरूलाई हैन। तपाईँहरूले चाहिँ यसमा मात्रै 100 फलोवर्स 100 सब्स्क्राइबर है, 1000 फलोवर्स अथवा 100 सब्स्क्राइबर हैन युट्युब च्यानलमा चाहिँ तपाईँले कम्प्लिट गराइदिनु भयो भनेपछि म चाहिँ तपाईँलाई BLE को सबै मोडल क्वेसनहरू सल्भ गराउँछु। सबै तपाईँहरूलाई लाइभ भिडियोहरू हालेर हैन पढाउँछु। तपाईँको BLE एक्जामसम्म हैन, एक्जाम पास हुँदाखेरिसम्म म तपाईँलाई पढाउँछु र तपाईँले चाहिँ BA 8 पछि के गर्ने त्यो पनि सबै कुराहरू बताउँछु है। तपाईँले अहिलेको लागि चाहिँ तपाईँले यति गरिदिनुहोस् है। अनि तपाईँले चाहिँ पढ्नु होला, मेहनत गर्नु होला। र तपाईँलाई अल द बेस्ट हैन। यो भिडियोलाई चाहिँ एकचोटि फेरि हेर्नु होला। बुझ्नु भएन भने कहीँ पनि तपाईँले केही त्यो बुझ्नु भएन अथवा केही गाह्रो भइरहेछ भने फेरि तपाईँले कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला। म चाहिँ तपाईँलाई त्यसको रिप्लाई गरेर अझै बुझाउने प्रयास गरौँला है।